गरेर सबै कुराको अनुभव गर्नुपर्छ अरे क्या मान्छेले सोच्थे त्यही भएर घरि हिँड्छु घरि नाचिन्छु घरि हाँसिन्छु घरि बाइक कुदाइन्छु फेरि त्यहाँ के अरे एयरपोर्टमा गएर प्लेन बुक गरेर चाहिँ तिरेन उडाउनु पर्यो भने चाहिँ नआउनु सबै कुराको अनुभव गर्नुपर्छ अरे जिन्दगीको गोरेटोमा सोल्टी त्यही भएर म त सबै कुराको गरिहिँड्छु है सोल्ट्यो गरिहिँड्छुको है सोल्ट्यो मैले त अनुभव गर्नु पनि पाएको छैन मान्छे भयो भने सबै कुराको अनुभव गर्नुपर्छ अरे भन्छन् सोल्टी त्यही भएर गरिहिँड्छुको हो सोल्ट्यो म त कहिले गर्नु हो हामीले अनुभव प्लान घरिघरि हिँड्छुको घरिघरि हाँसिन्छुको घरिघरि नाचिन्छुको सोल्टी यहाँ हेर्नु त यहाँ बक्स हटाएर यहाँ बक्स खोल्ने हटाएर हो त नि कहाँ लगिरहेको त गरिनले बोकेर घरिघरि राखिदिँदैन कि गेममा चाहिँ घरिघरि चाहिँ राखिदिँदैन होइन गाडीमा हालेर लग होला है के हालेर लग नि बिनले बोल्दै अन्त त्यो त भेना आएको भएर बोर्ड नि लाजले भुत्तुक्कै भयो होला भेनालाई देखेर भेनालाई देखेर शरम लागिरहेछ म नाङ्गो त छैन त भेनालाई खतरा स्वागत गरिरहेको नि त ग्रुपमा त्यही भएर चलाउने मेरो सोल्टीले छोरी पनि कता गएको गेममा पनि देख्दिन भाइले खेलिराखेको देख्छु सोल्टी कता के हो नि मेरो सोल्टीले छोरी पनि कता गयो आजभोलि पनि देख्दिन अनलाइनतिर पनि गेमतिर पनि कता के हो कन्ट्याक्ट हुँदैछ कि बोल्दै हुनुहुन्छ कि ए खेल्छ त हो त्यो घरि भाइ खेल्छ घरि दिदी खेल्छ अघि त्यो खेलिरहेको म चाहिँ प्राय भाइसँग मात्रै भेटिरहेको हुन्छु त ए होइन खेल्छ खेलिरहेको त अनि 5 स्टारमा पुग्छक्यो अनि तपाईँ जानुभएको चाहिँ कति भयो विदेश 3 वर्ष ए आउने बेला भएछ त नि अब त अब आउने र पैसै छैन आएर झरकति झै झै पारिहाल्नु अनि पैसा जति सबै यता ब्यागमा लाउँदै हुनुहुन्छ होला यता गेमतिर अनि कहाँबाट हुन्छ त पैसा गेममा त लाग्दैन हौ दिएको मान्छेले चाहिँ दिँदैन क्या मलाई चाहिँ सोल्टी नै म दिन्छु होइन अरूलाई हजुर रिटर्न भन्ने चिज पुरै छैन त्यस्तो त्यस्तो काम गर्नु हुँदैन सोल्टी होइन त्यस्तो काम यदि त्यस्तो काम तपाईँ गर्नै रुचाउनुहुन्छ गर्नै हुन्छ भने मलाई पनि गर्नु सोल्टी त्यस्तो काम मलाई पनि त्यस्तै मान्छेहरू चाहिरहेको छ तर म त रिटर्न त गर्छु सोल्टी कति चाहियो भन्नु नि पठाउनु सोल्टी त्यस्तो काम गर्न यसो धेरै त चाहिएर सोल्टी 1 लाख जस्तो भयो अहिले मलाई काम चलाउनुहुन्छ यो लाउरे भेनाले त लास्टै हेर्नु भयो कसले यहाँ आउनु न चाक देखाएको आउनु त मैले देखायो साडी हो हेर्देऊ न अब आइपुग्छ म त भागेँ अहिले साडी भेनाकै चाक्लो बम फर्काइदेला नि यहाँनिर सालीले एउटा भिडियो हालेको भन्दै थिइन् खै म त त्यो भिडियो देखेन त्यो भिडियो नि खै टिकटकले रुचाएन कि खै के भयो डिलिट भयो कसैले हेर्नै नमिल्ने भइरहेको थियो कुनै बेला त्यस्तै हुन्छ भिडियो राम्रै डिलिट हुन्छ हौ यस्तै चाक देखाएको थियो कि इमोटको चाक देखाएको होला सोल्टीले के कमेन्ट गर्नु भएको कस्तो कमेन्ट गरे सोल्टी मेरोमा कस्तो थियो कालो थियो कि सेतो थियो सेतो पनि होइन कालो पनि होइन कुनै कलरकै होइन के तर कमेन्ट चाहिँ कस्तो हो मैले मात्रै राम्रो कमेन्ट गर्छु नि भेना त्यसलाई आनन्द नलिनु सोल्टी एकदम राम्रो हो त्यो म त बरु सालीले चाहिँ भेना मात्र भनेको मात्र कमेन्ट पठाएको थियो के पो भने
भनेर गरेको थिएँ खोइ सोल्टी म त देखिरहेको थिएँ मैले पनि बिर्सेँ। खै छैन त राईको ज्वाइँ पढ्ने भएर होला त्यस्तो। आँखा मेरो चिम्सो नाखै मेरो थेप्चो भन्ने भिडियो बनाउनु भएको रहेछ गीतमा अनि राईको ज्वाइँ हुने लक्षण हो कि त्यो भनेको थिएँ कि हुन्छ होला मगरको पनि तर अब धेरै चाहिँ राईहरूको हुन्छ थेप्चो नाक आँखा उड्नेवाला छैन तपाईँसँग? मेरो त हाँस्दाखेरि आँखै देखिँदैन झन्। आँखा त देखिन्छ होला सोल्टी हाँस्दाखेरि संसार चाहिँ हँदेर हुन्छ पक्कै भने एनिमी झरो दुईटा ओए तीनटा एनिमी झरो ओए आउ न राजा ए राजा राजा हो राजा भेना बचाइदिउँ भेना मरिहाल्नु न त मर्ने भए गिभ अप मेरो त नुबडाले किल चोरिसक्यो मेरो त ड्यामेज पनि खतरा रहेछ नि मेरो लौरेको खारीमा वाह ला कहाँबाट हाल्नु मरै नि ला यहाँ पनि नि भयो भने त म बचाउँछु ला टोकन पनि कस्तो भेना रोक्नु है टोकनै छैन बचाउँदैछु रोक्नु मैले छानेको पनि थिइनँ त कसरी तपाईँ बस्नु भएन बचाइहाल्छु रोक्नु न यत्रो टोकन थियो यार टन्नै नै छैन ओ भेनालाई बचाइदिनु सोल्टीलाई मलाई नबचाऊ अहिले ल ए ला मार डाला मनिषे भन्नेले मार डाला 79 ड्यामेज अगाडि एनिमी पछाडि पनि एनिमी छ मर गया अब खेल खत्म क्या हो गया यार ऐसा मार डाला 4 माइनस मेरो कस्तो ढिला ब्याक हुन्छ कि ल फेरि ट्राई गर्नुपर्छ